ल आज हामी यो समान हब भन्ने एउटा अनलाइन व्यापारिक प्लेटफर्मबारे अलिक गहिरिएर कुरा गरौँ न त। हुन्छ। हामीसँग यसको वेबसाइटबाट लिएको केही जानकारी छ, जस्तै त्यहाँ भएका स्टोरहरूको सूचीहरू। आजको हाम्रो मुख्य उद्देश्य चाहिँ यो समान हब खासमा के हो, यसले के गर्छ, कस्ता सामान बेच्छ, यिनै कुराहरू प्रश्न पार्नु हो। हो एकदम। वेबसाइट हेर्दा त उनीहरूले आफूलाई जनकपुरमा आधारित अनि व्यापारिक आवश्यकताको लागि नेपालकै सबैभन्दा ठूलो वान स्टप सल्युसन भनेर चिनाएको देखिन्छ। वान स्टप सल्युसन। मतलब व्यवसायीहरूलाई चाहिने लगभग सबै सामान, त्यो पनि थोक मूल्यमा एकै ठाउँबाट पाइने अनि नेपालभरि डेलिभरी पनि गर्ने उनीहरूको दाबी छ। यो त निकै ठूलो दाबी भयो नि। वान स्टप मतलब त फ्यासनको लुगादेखि लिएर उद्योगको मसिनसम्म सबै थोक एकै ठाउँमा। खै यो कत्तिको सम्भव होला र? चुनौती त पक्कै छ, तर वेबसाइटमा हेर्दाखेरि उत्पादनको लिस्ट चाहिँ साँच्चीकै लामो छ। जस्तो लुगाफाटा, जुत्ता, गहना भयो होइन, फ्यासन र सौन्दर्य अन्तर्गत। अनि औषधि, सरसफाइका सामान जस्ता स्वास्थ्य सामग्री, घर सजाउने फर्निचर, बत्तीहरू, अझ औद्योगिक मेसिनरी, बिजुलीका उपकरण, औजारहरू पनि। ओहो। कच्चा पदार्थ पनि जस्तै कृषिजन्य, धातुहरू, खेलकुदका सामान, इलेक्ट्रोनिक्स, लिस्ट लामै छ के। भनेपछि यो अलि बढी B2B मतलब बिजनेस टु बिजनेस केन्द्रित जस्तो देखियो होइन त? थोक व्यापारमा जोड दिए जस्तो। हो, धेरै हदसम्म त्यस्तै लाग्छ। तर केही सामानहरू त सिधै उपभोक्ताले किन्ने खालका पनि होलान् नि। B2C को सम्भावना पनि छ। अनि यसमा विक्रेताहरू नि नेपालभित्रका मात्रै हुन् कि बाहिरका पनि छन्? स्रोतमा त 45 वटा स्टोर देखाइएको छ। हो, यो अर्को चाखलाग्दो कुरा छ। स्टोरहरू नेपालका विभिन्न शहरमा त छन् नै, जस्तो जनकपुर, काठमाडौँ, विराटनगर, बुटवल, हेटौडा, ललितपुर, नुवाकोट, मोरङ। तर त्यो मात्रै होइन, भारतका पनि थुप्रै ठाउँका छन्। मेरठ, सुरत, नासिक, जयपुर, हिमाचल प्रदेश, कोची, मानसा। भारतका पनि? अनि भारत बाहेक थाइल्याण्डको पथुमथानी, बङ्गलादेशको ढाका अनि चीनको शेन्जेनबाट पनि विक्रेताहरू जोडिएका छन्। ओहो, भारत, थाइल्याण्ड, बङ्गलादेश, चीन भनेपछि त यो त अन्तर्राष्ट्रिय प्लेटफर्म नै बनाउन खोजेको जस्तो पो देखियो त। हो नि त। जस्तै सुरतको अजमेरा फ्यासन भन्ने कपडाको ठूलो विक्रेता छ, अनि थाइल्याण्डको चाइना स्लिपर्स होलसेल फ्याक्ट्री, काठमाडौँको लोबो नेपाल इलेक्ट्रोनिक्स पनि छ। विविधता निकै छ। यसरी विभिन्न देशका विक्रेता एउटै प्लेटफर्ममा हुँदा नेपाली व्यापारीलाई त सामान किन्न सजिलो होला, विकल्प धेरै होला होइन? तर स्थानीय उत्पादकलाई चाहिँ प्रतिस्पर्धा बढ्ने हो कि? त्यो त हो, दुवै पक्ष छ यसको। एकातिर नेपाली व्यापारीले सोझै बाहिरबाट सायद सस्तोमा वा नयाँ खालको सामान ल्याउन पाउने भए, अर्कोतिर हाम्रै स्थानीय उत्पादक र वितरकलाई चाहिँ पक्कै पनि दबाव पर्छ। अनि प्लेटफर्मको लागि पनि चुनौती होला नि। विभिन्न देशबाट सामान ल्याउँदा ढुवानी, गुणस्तर कसरी मिलाउने भन्ने कुराहरू। हो नि त। अब यो प्लेटफर्म चलाउन चाहिँ कस्तो छ? प्रयोगकर्ताको लागि के सुविधा छन् वेबसाइटमा? सामान्यतया ई-कमर्स साइटमा हुने जस्तै छ। लगइन गर्ने, रजिस्टर गर्ने, हैन? सामान मन पर्यो भने विश लिस्टमा राख्ने, कार्टमा थप्ने। ठिक छ। अनि विक्रेता बन्न चाहनेका लागि बिकम अ सेलर भन्ने अप्सन पनि छ। यसले के देखायो भने अरूलाई पनि विक्रेता बन्न खोला छ यो प्लेटफर्म। सम्पर्क गर्न वा केही समस्या पर्यो भने के छ व्यवस्था? अनि नीति नियमहरूबारे केही जानकारी छ? त्यो पनि स्पष्टै छ। हेल्पलाइन नम्बर दिएको छ, इमेल ठेगाना छ, जनकपुर र काठमाडौँमा कार्यालयको ठेगाना पनि उल्लेख छ। ए, राम्रो। अनि महत्त्वपूर्ण कुरा के भने शिपिङ नीति, फिर्ता गर्ने नीति, गोपनीयता नीति, भुक्तानी नीतिहरू यी सब प्रष्टसँग लेखिएको छ। यसले अलि व्यावसायिक र पारदर्शी देखिन खोजेको बुझिन्छ। त्यो त राम्रो पक्ष हो। अनि अर्को अफिलिएट प्रोग्राम भन्ने पनि रहेछ। मतलब अरूले यो प्लेटफर्मबारे प्रचार गरेर ग्राहक वा विक्रेता ल्याइदिए बापत केही कमिसन पाउने व्यवस्था होला। त्यो पनि रहेछ। वेबसाइटमा अरू विज्ञापन पनि देखिन्छन्, जस्तै अचार, मसलाका। समग्रमा हेर्दा सामान हबले एउटा ठूलै लक्ष्य लिएर अघि बढेको देखिन्छ। नेपाललाई केन्द्र बनाएर खास गरी थोक व्यापारमा अन्तर्राष्ट्रिय विक्रेताहरूलाई पनि जोड्ने प्रयास हो। हामीले हेरेको जानकारीले त त्यही देखाउँछ। एउटा बृहत B2B र केही हदसम्म B2C सम्भावना बोकेको प्लेटफर्म। उत्पादनको दायरा र भौगोलिक पहुँच
दुवै हिसाबले निकै फराकिलो। ठिक छ, अब जाँदा जाँदै एउटा प्रश्नमा सोचौँ न त। जरुर। यो खालको प्लेटफर्म जसले नेपाल लगायत भारत, थाइल्याण्ड, बङ्गलादेश, चीन जस्ता विभिन्न देशका विक्रेतालाई एकै ठाउँमा ल्याउँछ, यसले हाम्रो स्थानीय बजारमा खास गरी साना र मझौला उद्योगी व्यवसायी SMEs माथि कस्तो असर पार्ला अनि हाम्रो समग्र आपूर्ति श्रृङ्खला सप्लाई चेनमा यसको दीर्घकालीन प्रभाव के होला? हो, यो महत्त्वपूर्ण प्रश्न हो। के यो उनीहरूको लागि नयाँ अवसर बन्ला, फराकिलो बजारमा पहुँच देला? या फेरि सस्तो आयातित सामानसँग प्रतिस्पर्धा गर्नुपर्दा झन चुनौती थपिएला? यो विषयमा पक्कै पनि सोच्न सकिन्छ।